नमस्कार, म केशव राउत। मेरो फेसबुक पेज केबीआर तर्फबाट सबैजनालाई स्वागत गर्न चाहन्छु। र हाम्रो किनकि यस जुनिचाँदे गाउँपालिका वडा नम्बर 8 पङ्कको यो हाम्रो किनकि परमज्योति माध्यमिक विद्यालयको प्राङ्गणबाट केही दृश्यहरू देखाउँदैछु। र हाम्रो किनकि यो 8 नम्बरको यता हाम्रो यो के भन्छ यो आर्ने टोल भयो, त्यो लगायत हाम्रो पारी 10 नम्बरको यो खोला हुँदै यो शिर्पा हुँदै पारी यो हाम्रो किनकि 11 नम्बर वडाको पनि केही भाग चाहिँ देखिन्न खासै। र यता हाम्रो यो 8 नम्बरको यो मैनपाखा भयो, त्यो सँगसँगै यता खोदिना लगायत यता के भन्छ यो बडी कोइराली हुँदै हामीले किनकि थुप्रै यो माथि के भन्छ बुकेचौडा टोल हो कि हो होइन, यो बुकेचौडा भयो, माथि चाहिँ यो बोट्यानी बस्ने टोल लगायत यहाँको किनकि आजभोलिको ठाउँ भनेको एकदम हराभरा एकदम मनोरञ्जन पनि हामीले किनकि एकदम बवाली जति हेऱ्यो त्यति हेरी हौँ झैँ लाग्ने दृश्य सँगसँगै पनि हामीले के छ भनेपछि अब खुसी त खुसी नै माहौल पनि छ। सुनसान आजभोलिको गाउँ भनेको एकदम संयमित सभ्य र सुन्दर पनि छ। जतिकै सभ्य संयमित र सुनसान ठाउँ छ त्यति नै त्रासहरू पनि थुप्रै छन् यहाँको। किनकि आजभोलिको बर्खाको टाइम छ, किनकि कुनै ठाउँमा बाढी पहिरोले किनकि तर्सित छन् त मान्छे, कुनै ठाउँ चाहिँ घरहरू जोखिम भएर हरेक कुरा चाहिँ हाम्रो जिउँदको टाइम चाहिँ भूकम्पले तर्सित बनाउँछ, तर बर्खाको टाइम चाहिँ बाढी पहिरोले गर्दाखेरि तर्सित छ। र यहाँका आदरणीय आमबुवा दाजुभाइ दिदीबहिनीहरूलाई म के आग्रह गर्न चाहन्छु भने तपाईँको घर आँगनका छेउछाल डिलहरू, हाम्रो क्रसेबारीहरू र त्यहाँको चाहिँ तलमाथि हाम्रो भिरालो ठाउँ भएको कारणले गर्दाखेरि आजभोलि बर्खाको टाइममा चाहिँ एकदमै जोखिमपूर्ण ठाउँहरू हुन सक्छन्। हामीले हरेक दिन आफ्नो घर नजिकको चाहिँ टोल छरछिमेकमा चाहिँ हर बखत चाहिँ त्यहाँको ठाउँहरू निहालेर सतर्क एकदम सजग भएर बस्नु होला भन्न म आग्रह गर्छु। तपाईँका घर आँगनहरू घरहरू एकदम जोखिम पनि हुन सक्छन्, हामीले प्रत्येक दिन निहालेर हेर्नुपर्छ। बर्खाको टाइम हो र त्यहाँ चाहिँ जोखिमबाट बच्नलाई हामीले हरेक दिन आफ्नो गाउँ ठाउँ र आफ्ना घरहरू निहाल्नु होला। र कोही जान्ने अग्रज व्यक्तिहरूले चाहिँ आफ्नो टोल समाजलाई पनि एकदम राम्रो सन्देश दिलाउनु होला भन्ने चाहन्छु। र हाम्रा किनकि यहाँका सम्भावना देखावटी सम्भावना भन्दा पनि बनावटी सम्भावना धेरै छन्, तर बनावटी सम्भावना हुँदाहुँदै पनि यहाँ कमजोरी हाम्रो के छ भने यहाँको व्यवस्थापन, यहाँको संरक्षण नहुनु र यहाँका किनकि हरेक अगुवाई मान्छेहरूको चाहिँ कमजोरी। यहाँ किनकि समग्र समाज बन्नुभन्दा पनि व्यक्तिगत स्वार्थवादमा विलिन्द हुनका कारणले गर्दाखेरि हाम्रा गाउँघरका हरेक र पूर्वाधार लगायत हरेक विकासहरूले तीव्र गति लिन सकेको छैन। र तीव्र गति लिनु चाहिँ लिएको छ, राज्यको सम्पत्ति आउनु चाहिँ आएको छ, र राज्यको सम्पत्तिलाई हामीले किनकि दिगो रूपमा चाहिँ सही सदुपयोग हुन सकेका छैनन्। आज बनावटी भत्काउ हुने खालका भएका छन्। र त्यहाँका गतिविधिलाई हामीले अबका आउने चरणहरू हामी युवा पुस्ताले के गर्नुपर्छ भन्ने छ भने हाम्रा आउने विकासहरू जो विकासहरू छन् दिगो विकास हाम्रो म्याक्सिमम एउटा ठाउँको प्रोजेक्ट जुन पनि होस्, या खानेपानी लगायत शिक्षा क्षेत्रको हरेक कुरामा चाहिँ हामीले एउटा प्रोजेक्ट चाहिँ कम म्याक्सिमम 20देखि लिएर 25-30 वर्षको हुनुपर्यो। त्यसमा चाहिँ दोबारा अर्को वर्षको चाहिँ हामीले किनकि बजेट थप्न नपरोस् त्यो ठाउँमा, किनकि अर्को सालको त्यो ठाउँमा पर्ने बजेट अर्को ठाउँमा लगानी होस्, अर्को ठाउँमा विकासमा चाहिँ युज होस् भन्ने चाहन्छ हाम्रो। किनकि एउटा दिगो विकास हाम्रो के भइदियो भने हरेक विकासहरूलाई आज बनाऊ भोलि भत्का। हाम्रो सोच्नै के छ भने हरेक विकासहरू यो साल राम्रो बनायौँ भने अर्को साल चाहिँ बजेट नै पर्दैन भन्ने चाहिँ भाष्य धेरै छ। त्यो भाष्य होइन, तर यो साल चाहिँ हामीले एकदम 15-20 वर्षको लागि बनायौँ भने अर्को साल यो ठाउँमै पर्ने बजार चाहिँ अर्को ठाउँमा चाहिँ हाम्रो लगानी हुन्छ। त्यो चाहिँ लगानीले गर्दाखेरि हाम्रो हरेक ठाउँहरू बाटाघाटा टोल ठाउँहरू हरेक चाहिँ विकासले भरिपूर्ण र सुन्दर गाउँ समाज बन्नेछ भन्ने अवश्य म भाष्य दिलाउन चाहन्छु। र अबका हाम्रा किनकि युवापन्थीहरूले के गर्न चाहन्छ भने हाम्रा कन्टेन्ट क्रिएटरहरू पनि थुप्रै छन्। हाम्रो किनकि यहाँको 8 नम्बरबाट कन्टेन्ट क्रिएटर साथीहरू पनि थुप्रै हुनुहुन्छ। त्यो कन्टेन्ट क्रिएटर साथीहरूले के गरिदिनुहोस् भने समाजमा किनकि हरेक कुराको समाजलाई किनकि बनावट समाजमा भएका गतिविधिलाई सुधार्ने खालका कन्टेन्ट बनाउँछ। तपाईँ समाज त एउटा भाँडिया छ, त्यही समाजमा पनि भाँडिने खालका चाहिँ सन्देश नदिलाउनुहोस्। तपाईँहरू त्यो समाजमा भाँडिने समाजलाई पनि कसरी हुन्छ, त्यो दृश्य मार्फत हुन्छ या कन्टेन्ट मार्फत हुन्छ,
यसलाई कसरी हुन्छ सुध्रिने, एउटा समाजमा चाहिँ त्यो सन्देशले गर्दाखेरि पनि सुध्रियोस्, संयमित बनाओस् भन्ने खालका क्रिएटर बनाइदिनु ल भन्न चाहन्छु। र त्यो सँगसँगै म अहिलेलाई छुट्टिन चाहन्छु। मेरो फेसबुक पेज केबीआरसीलाई पनि फलो गर्नु होला, लाइक कमेन्ट सँगसँगै मेरो युट्युब च्यानल केशव भ्लगलाई पनि लाइक सब्सक्राइब र बेल आइकन दबाउन अवश्य नभुल्नु होला। हवस् त, धन्यवाद। बाँकी कन्टेन्ट आउँदै गर्नेछ। जय नेपाल।